आज हामी भू-राजनीतिक अन्तर्गत दक्षिण एसियाको भू-राजनीति बुझ्न खोजिरहेका छौँ। यो चिकन नेक सिलिगुडी कोरिडोर 22 किलोमिटरको छ। यदि जमिनको यो सानो पट्टी कुनै दिन काटियो भने भारतको 8वटा उत्तर पूर्वी राज्य र त्यहाँ बसोबास गर्ने करिब 4 करोड जनता मुख्य भूमि भारतबाट अलग हुनेछन्। 15 वर्षसम्म यो क्षेत्र शान्त थियो, तर सन् 2024मा बङ्गलादेशमा को सरकार ढलेसँगै एउटा सुरक्षा रिक्तता पैदा भएको छ। आज हामी भारत, बाङ्लादेश र छायामा बसेका कट्टरपन्थी शक्तिहरूको यो उच्च स्तरको खेलको विश्लेषण गर्दैछौँ। किनभने अवामी लीगको पतन हुनु केवल एउटा राजनैतिक परिवर्तन मात्र हो भनेर मान्न सक्ने अवस्था छैन। यसले एउटा भू-राजनीतिक भूकम्प ल्याइदिएको छ। भारत विरोधी भावनालाई हतियार बनाउँदै पहिला दबिएका कट्टरपन्थी शक्तिहरू, जसलाई पाकिस्तानको समर्थन हुन सक्छ, फेरि सक्रिय हुँदैछन्। चटगाउँको इतिहास हेरौँ। भविष्य बुझ्न हामीले इतिहासको पाना पल्टाउनुपर्छ। सन् 2004को चर्चित चटगाउँ हतियार काण्डलाई सम्झनुपर्छ, जहाँ भारतीय विद्रोहीहरूका लागि लैजाँदै गरिएको 10 ट्रक अत्याधुनिक हतियार समातिएको थियो। जब ढाकामा भारत विरोधी सरकार बन्छ, बाङ्लादेश छद्म युद्धमा प्रोक्सी वारको केन्द्र बन्छ। चिकन नेक केवल ट्याङ्करहरूको लागि मात्र होइन, अवैध हात हतियार, कट्टरपन्थी विचारधाराको प्रवाहका लागि पनि जोखिमपूर्ण छ। चिकन नेकको दुविधा द डेलीमा। भू-राजनीतिक रूपमा भारत अहिले 3तर्फी घेराबन्दी ट्रिपल पिन्जर सामना गरिरहेको छ। उत्तरबाट चुम्बी उपत्यकामा चीनको सैन्य उपस्थिति, बाङ्लादेशको बढ्दो कट्टरपन्थीको खतरा र भित्रबाट मणिपुर जस्ता राज्यहरूमा जातीय तनाव। यदि ढाकाले आफ्नो अडान बदल्यो भने भारतले चीनको सीमाबाट हजारौं सैनिक हटाएर बाङ्लादेशको सीमामा खटाउनु पर्ने हुन्छ, जसले भारतको सैन्य शक्तिलाई कमजोर पनि बनाउन सक्छ। वैकल्पिक मार्गहरू। भारत केवल हात मात्र बाँधेर बसेको छैन, हामीले देखे जस्तो चुपचाप बसेको छैन। ऊ एउटा बीमा नीति तयार गरिरहेको छ, जसलाई कनेक्टिभिटी कूटनीति पनि भनिन्छ। पहिलो कालादाना परियोजना। म्यानमारको सिटवे बन्दरगाह प्रयोग गरेर भारतले चिकन नेकलाई छल्दै सिधै समुद्रबाट उत्तर पूर्वी राज्यहरूमा सामान पुर्याउन पनि सक्छ। दोस्रो, राजनीतिक अन्योलका बावजुद भारतले एसीएमपी सम्झौतालाई जीवितै राख्न खोज्दैछ। यसले बाङ्लादेशको अर्थतन्त्रलाई भारतीय ट्रान्जिटमा यति निर्भर बनाउँछ कि जुनसुकै कट्टरपन्थीको सरकार आए तापनि यो बाटो बन्द गर्नु अघि उसले दुईपल्ट सोच्नुपर्छ। अब हामी यो चिकन नेकमा नेपालको स्ट्र्याटेजिक रोल के हुन्छ त्यसबारे हेरौँ। यहाँ नेपालको भूमिका पनि निकै महत्त्वपूर्ण छ। नेपालको काकडभिट्टाबाट बाङ्लादेशको सिमाना केवल 22 किलोमिटरको दूरीमा मात्र छ। सन् 2025मा भारत र नेपालबीच सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन नयाँ दिल्लीमा एउटा ठुलो सम्झौता भएको थियो। यसले चिकन नेक क्षेत्रमा हुने अवैध घुसपैठ र सीमापार अपराध गर्न दुवै देशका सशस्त्र प्रहरी बल र एसएसबीलाई एकै ठाउँमा ल्याएको थियो। नेपाल र बाङ्लादेश बीचको ऊर्जा व्यापार पनि यो क्षेत्रको स्थिरताको लागि एउटा गेम चेन्जरै साबित हुन्छ। नेपालको जलविद्युत बाङ्लादेशसम्म पुग्न यही चिकन नेक कोरिडोर नै प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैले यो क्षेत्र सुरक्षित हुनु नेपालको आर्थिक भविष्यको लागि पनि उत्तिकै जरुरी छ।
अब हालको यो बदलिदो परिस्थितिलाई नेपाल र बाङ्लादेशलाई यिनीहरूले एउटै क्याटेगोरी, भारतीय विज्ञहरूले एउटै क्याटेगोरीमा राखेर हेरिरहेका छन्। यसको के छ भने राजनीतिक अस्थिरता र बाह्य प्रभाव, पोलिटिकल रिसेट। दुवै देशमा, बङ्गलादेश र नेपाल दुवैमा अहिले निर्वाचित नभएका वा मनोनित सरकार छन्। यसलाई बाह्य शक्तिहरूले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न सक्ने खतरा विज्ञहरूले औलाएका छन्। बङ्गलादेश र नेपालमा अमेरिकी सैनिकको उपस्थिति वा विशेष बल, स्पेसल फोर्सको सम्भावनाबारे पनि यी भारतमा गम्भीर छलफल सुरु भएको देखिन्छ। एमसिसी जस्ता ठुला सहायता परियोजनाहरू र विगतमा सैनिक आधारका लागि भएका कथित प्रयासहरूलाई पनि यसै कडीका रूपमा हेरिएको छ। अब सिलगढी करिडोरको जोखिम। केवल 21-22 किलोमिटर चौडाइ भएको यो कोरिडोर भारतको उत्तर पूर्वी राज्यहरूको लागि एकमात्र लाइफलाइन हो र यसलाई चाहिँ घेराबन्दी रणनीति चाहिँ यो छिमेकी देशबाट भएको भनी भारतको बुझाइ छ। नेपाल र बाङ्लादेश दुवैतर्फ बाह्य सैन्य वा राजनीतिक प्रभाव बढ्दा भारतले आफ्नो पूर्वी ढोका असुरक्षित भएको महसुस गरेको छ। यसले भारतलाई आफ्नो सेनालाई चीनबाट हटाएर यी सीमामा खटाउन बाध्य पार्न सक्छ। कट्टरपन्थ र भारत विरोधी प्रचार, एन्टी इन्डियन न्यारेटिभ्स। सामाजिक सञ्जालहरूमा बोट्स र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी नेपाल र बाङ्लादेशमा भारत विरोधी भावना फैलाइँदैछ। यसले जनता र सरकार बीचको सम्बन्धमा दरार ल्याउने प्रयास गरिरहेको छ भन्ने भारतीय विज्ञहरूको बुझाइ छ। बाङ्लादेशमा जमाते इस्लाम जस्ता शक्तिहरूको पुनरागमनले छिमेकी देशहरूमा सुरक्षा चिन्ता पनि बढाएको छ। भारतको सैन्य र रणनीति प्रतिक्रिया। भारतले सिलगढी कोरिडोरमा 3वटा नयाँ सैन्य आधार, मिलिट्री बेस निर्माण गरिरहेको छ। अत्याधुनिक प्रविधिका ड्रोन डिफेन्स र S-400 जस्ता प्रणालीहरू तैनात गर्दैछ। सीमामा तारबार, फेन्सिङ। नेपाल र भारत सीमामा पनि बङ्गलादेश र म्यानमारको जस्तै तारबार लगाउनु पर्ने बलियो माग उठ्दै आइरहेको छ। अब नेपालको रणनीतिक अवस्था र प्रभाव। नेपाल बाङ्लादेश र भारतको बीचमा एउटा महत्त्वपूर्ण ट्रान्जिट पोइन्ट हो। यहाँको अस्थिरताले सिधै सिलगढी कोरिडोरको सुरक्षामा असर पार्छ। नेपालको आर्थिक आवश्यकतालाई प्रयोग गरेर बाह्य खेलाडीहरूले भारत विरोधी रणनीतिक लाभ लिन सक्ने चिन्ता पनि भारतीय पक्षहरूले गरिरहेका छन्। अहिलेको परिस्थिति केवल दुई देश बीचको विवाद मात्र होइन, यो एउटा ठुलो विश्वव्यापी शक्ति सङ्घर्ष, ग्लोबल पावर स्ट्रगलको एक हिस्सा हो। भारतले आफ्नो नेबरहुड फर्स्ट नीतिलाई पुनर्विचार गर्दै प्रविधि र सैन्य शक्तिसँगै जनस्तरको सम्बन्ध, सफ्ट पावरलाई पनि सुधार गर्न आवश्यक देखिन्छ। अब अन्त्यमा द्वन्द्व व्यवस्थापनमा दुवै देशका सेनाको विशिष्ट भूमिकालाई पनि हेरौँ। के एउटा सेनाले हतियार नचलाई पनि देश बचाउन सक्छ? सन् 2024 र 25 को घटनाक्रमले देखाएका छन् कि नेपाल र बाङ्लादेशका सेनाहरूले संयमिततालाई नै आफ्नो सबैभन्दा ठुलो हतियार बनाएका छन्। नेपालको हालैको जेन्जी प्रदर्शनको बेला नेपाली सेनाले एउटा कठिन निर्णय लियो। शक्ति प्रदर्शन गर्नुको सट्टो ऊ पछि हट्यो। सेनाले बुझ्यो कि आफ्नो जनता विरुद्ध बल प्रयोग गर्दा आन्तरिक एकता र सार्वजनिक विश्वास टुट्न सक्छ। यसबाट सेनाले आफूलाई हस्तक्षेपकारी देखिनुबाट जोगाएर संवादको माध्यमबाट परिस्थितिलाई शान्त पार्न मद्दत गर्यो। यसले बाह्य शक्तिहरूलाई नेपालको आन्तरिक अस्थिरतालाई खेल्न मौका दिएन। बाङ्लादेशको सङ्कटको व्यवस्थापन र अन्तरिम भूमिका। बाङ्लादेशमा भने सेनाले एउटा ऐतिहासिक कदम चाल्यो। जब जनताको आक्रोश उत्कर्षमा पुग्यो, सेनाले सत्ताको पक्ष लिनुको साट्ट जनताको भावनालाई बुझ्यो र एउटा शान्तिपूर्ण सत्ता हस्तान्तरणको माग प्रशस्त गर्यो।
सेना प्रमुख जनरल वाकर उल जमातले अहिले एउटा सन्तुलित मार्ग खोजिरहेका छन्। धर्मनिरपेक्षताको रक्षा गर्ने र कट्टरपन्थीलाई सत्ता कब्जाबाट रोक्ने। बाङ्लादेशी सेनाले अहिले केवल सुरक्षा मात्र होइन, निर्वाचनको लागि उपयुक्त र सुरक्षित वातावरण बनाउने कसरी जिम्मेवारी पनि वहन गरिरहेको छ। क्षेत्रीय स्तरका लागि दुवै सेना बीचको समानता। नेपाल र बाङ्लादेश दुवै सेनाहरूले एउटा कुरा स्पष्ट पारेका छन्, उनीहरू राजनीतिक शक्ति होइनन्, बरु देशको स्थिरताका अन्तिम रक्षक हुन्। दुवै सेना संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कमाएको अनुभवले उनीहरूलाई आन्तरिक सङ्कटबाट संयमित हुन सिकाएको छ। दुवै सेनाले भारतसँगको सैन्य सम्बन्धलाई राजनीतिक उतार चढावभन्दा माथि राखेर क्षेत्रीय सुरक्षा सुनिश्चित गरेका छन्। सेनाको उपस्थितिले नै कट्टरपन्थी र विदेशी एजेन्टलाई अराजक फैलाउनबाट रोकेको छ। यदि यी सेनाहरूले व्यावसायिक र सन्तुलित भूमिका नखेल्ने भए आज नेपाल र बाङ्लादेशको अवस्था अझै भयावह हुन सक्थ्यो। सेनाले नै यी देशहरूलाई महाशक्ति राष्ट्रहरूको प्रोक्सी युद्धबाट जोगाइरहेको छ र उसको यो परम धर्म पनि हो।